स्वागत छ। आज हामी एउटा एकदमै काम लाग्ने विषयमा कुरा गर्दैछौँ है। नमस्ते। भन्नुहोस् न। खास गरी यात्रा गर्दा वा कहिलेकाहीँ शहरमै पनि इन्टरनेट नभएको बेला नक्सा कसरी चलाउने भन्ने बारे। हो त, यो त धेरैलाई पर्ने समस्या हो। हो नि, हामीसँग भएको स्रोतले चाहिँ गुगल म्याप्सको अफलाइन फिचर कसरी प्रयोग गर्ने भनेर एकदम प्रष्ट पारेको छ। राम्रो विषय, किनभने होइन यात्रा गर्दा सधैँ नेटवर्क हुन्छ भन्ने हुँदैन नि। हो त, कल्पना गरौँ न कतै नेटवर्कै नटिप्ने ठाउँमा पुग्यो, बाटो अल्मलियो भने। त्यस्तो बेला त यो अफलाइन नक्सा एकदमै सहयोगी हुन्छ होला। एकदमै। आजभोलि हामी इन्टरनेटमा यति भर पर्छौँ कि नहुँदा अप्ठ्यारो पर्छ। दुर्गम ठाउँतिर त नेटवर्क नहुनु सामान्य नै हो। त्यस्तो बेला पहिले नै डाउनलोड गरेको नक्साले मतलब ठूलो राहत दिन्छ। स्रोतले पनि यही कुरामा जोड दिएको छ, इन्टरनेट बिना बाटो पत्ता लगाउन सक्ने। त्यही त हो। यसले एक किसिमको सुरक्षा जस्तो पनि महसुस गराउँछ होला हैन? पक्कै पनि आत्मविश्वास बढ्छ यात्रामा। ल, त्यसो भए यो सुविधा प्रयोग गर्न कतिको सजिलो छ त? स्रोतमा त गुगल म्याप्समा डाउनलोड गर्ने तरिकाबारे स्टेप्स दिएको छ भन्नुभयो। छ। निकै सजिलो छ प्रक्रिया। कसरी हो, अलिकति बताइदिनु न। सबभन्दा पहिले त होइन मोबाइलमा गुगल म्याप्स एप खोल्नु पर्यो। अनि त्यसपछि माथिपट्टि आफ्नो प्रोफाइल आइकन देखिन्छ नि, हो त्यसमा ट्याप गर्ने। प्रोफाइलमा, ठिक छ। त्यहाँ भित्र गएपछि विभिन्न अप्सनहरू आउँछन्। त्यसमा अफलाइन म्याप्स भन्ने एउटा अप्सन हुन्छ। अफलाइन म्याप्स? हो, त्यसलाई छान्नु पर्यो। अनि त्यसभित्र गएपछि त्यहाँ सिलेक्ट योर ओन म्याप वा यस्तै केही लेखेको हुन्छ। त्यसमा क्लिक गरेपछि नक्सा खुल्छ। नक्सा खुल्छ। अनि त्यहाँ एउटा बक्स जस्तो आउँछ, त्यसलाई आफूलाई चाहिने एरियामा मिलाउने। मतलब कुन ठाउँको नक्सा चाहिएको हो त्यो एरिया छानेर जुम इन जुम आउट गरेर मिलाउने होला। हो, आफू जाने ठाउँ वा चाहिने ठाउँलाई त्यो बक्सभित्र पार्ने, अनि तल डाउनलोड बटन हुन्छ, त्यसलाई थिच्ने। सजिलै रहेछ त। तर यहाँ एउटा कुरा, नक्सा डाउनलोड गर्न त इन्टरनेट चाहियो होला नि, होइन र? एकदम महत्त्वपूर्ण प्रश्न हो। यो चाहिँ ख्याल गर्नुपर्छ। स्रोतले पनि भनेको छ डाउनलोड गर्दा त इन्टरनेट चाहिन्छ। वाइफाई भयो भने राम्रो होला। वाइफाई नै राम्रो, किनभने नक्सा फाइल अलि ठुलो हुन सक्छ, तर एकचोटि डाउनलोड भइसकेपछि भयो। त्यसपछि इन्टरनेट नभए पनि चल्ने भयो। हो, त्यो डाउनलोड भएको एरियाको नक्सा हेर्न, ठाउँ खोज्न, बाटो हेर्न केहीलाई पनि इन्टरनेट चाहिँदैन। मोबाइल डेटा बन्द गरे पनि चल्छ। ओहो, यो त गजब भयो। भनेपछि त्यो डाउनलोड गरेको एरियाभित्र मैले कुनै पसल खोज्नु पर्यो वा रेस्टुरेन्ट, त्यो पनि देखाउँछ इन्टरनेट बिना? देखाउँछ। स्रोत अनुसार आधारभूत जानकारी जस्तै सडक, ठाउँको नाम, मुख्य पसलहरू, रेस्टुरेन्टहरू, ती सबै अफलाइन नक्सामा हुन्छन्, खोज्न मिल्छ। अनि गाडी चलाउँदा वा हिँड्दा बाटो देखाउने नेभिगेसन नि, त्यो पनि चल्छ? त्यो पनि चल्छ। त्यो पालो पालो बाटो देखाउने हुन्छ नि, टर्न बाई टर्न, त्यो अफलाइनमै काम गर्छ। भनेपछि नेटवर्क नभए पनि हराइएन? हो, गन्तव्यसम्म पुग्न सजिलो हुन्छ। तर केही फरक त पक्कै होला नि अनलाइन र अफलाइनमा, केही लिमिटेसन्सहरू छन् कि? छन् नि। मुख्य कुरा जुन स्रोतमा पनि भनिएको छ त्यो हो रियल टाइम जानकारी नहुनु। जस्तै ट्राफिक जाम छ कि छैन अहिले त्यो देखिन्न, बाटो कतै बन्द छ कि त्यो थाहा हुन्न। हो र? अनि कुनै पसल कति बेला खुल्छ कति बेला बन्द हुन्छ भन्ने जस्तो लाइभ अपडेट पनि आउँदैन। डाउनलोड गर्दा जे थियो त्यही देखिन्छ। बुझ्यो। मतलब ट्राफिक जाम छल्न अर्को बाटो खोज्न चाहिँ अलिक गाह्रो पर्यो। हो, त्यसमा चाहिँ अनलाइन जस्तो भरपर्दो हुन्न। यो चाहिँ विचार गर्नुपर्ने कुरा रहेछ। शहरतिर त ट्राफिकले फरक पार्छ, तर पनि नेटवर्कै नभएको ठाउँको लागि त यो भरदानै भयो। हो नि, समग्रमा त एकदमै उपयोगी सुविधा हो। यात्रा पक्कै सजिलो बनाउँछ। हो त। अनि यसले कस्तो भने प्रविधिमाथिको हाम्रो त्यो पुरै निर्भरतालाई अलिकति कम गर्छ। एउटा ब्याकअप प्लान जस्तो भयो। हो, ब्याकअप प्लान। नक्सा साथमा भएपछि अलि अप्ठ्यारो ठाउँमा पनि ढुक्क हुन्छ नि मन, हराइन्छ कि भन्ने डर कम हुन्छ। साँच्चै तयारी गरेर हिँड्नुको महत्त्व पनि देखायो यसले। हो त नि। ल, आजको यो कुराकानी त निकै जानकारीमूलक रह्यो। अब अन्त्यमा एउटा प्रश्न सोचिरहेको छु। भन्नुस् न। जब हामी यसरी अफलाइन नक्सामा भर पर्छौं, जहाँ रियल टाइम ट्राफिक वा अरू तत्कालको जानकारी हुन्न, यसले हाम्रो यात्रा योजना बनाउने तरिका वा नयाँ ठाउँ घुम्ने शैलीमा चाहिँ कस्तो असर पार्ला? के हामी अझ होशियार हुन्छौं वा अझ के भन्छन् एडभेन्चरस?
निकै चाखलाग्दो प्रश्न हो त नि, सोच्नुपर्ने कुरा हो यो।